हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुन्छ होला गाइज। हामी पनि सन्चै छौँ होइन, दुईजना सर र आज चाहिँ हामी दुईजना भएर मार्केटतिर जानु लागेको। अनि गाइज हामीले काम गर्ने चाहिँ यही बिल्डिङमा हो होइन, सर र लाएर देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ आज मार्केट जानु लागेको दुईजना भएर। गाइज यताको सिन देख्न सक्नुहुन्छ, यस्तो खतरा छ। अनि अब चाहिँ हामी मार्केट जान्छौँ गाइज होइन, सो फुल भिडियो हेरिदिनु होला। अब आज हामी जानु लाग्यो। देख्न सक्नुहुन्छ यतातिरको सिन चाहिँ यस्तो बवाल छ होइन, हक्क लाएर यताबाट हामी चाहिँ मार्केट गएर आएको होइन। अनि यतातिर यस्तो सिन चाहिँ देख्न सक्नुहुन्छ, खतरा छ, बवाल देखिरहेको छ यता चाहिँ। अब हामी चाहिँ यता जान पर्ने हुन्छ। अगाडि बुढीलाई चाहिँ दोकान देख्नै हुन्न, पुरा अब चिप्स देख्न सक्नुहुन्छ किनेर पुरै। सो गाइज हामी चाहिँ मार्केट किन्न गएको भनेपछि होइन, टक्क यो क्यान्डल फुलको लागि क्यान्डल लिन गएको होइन। सो बनाएर तपाईँहरूलाई चाहिँ देखाउँदैछु। अनि बुढीले के लिएर आएको रे, खानेकुरा चाहिँ यति धेरै लिएर आएको थियो होइन। अब टक्क म चाहिँ यो क्यान्डल लिन गएको मेनमा भन्नुपर्दा खासमा अब चाहिँ हामीले फुल बनाएर तपाईँहरूलाई देखाउँदैछौँ कसरी बनाउँछन् भनेर। सो तपाईँहरूले पनि देख्न सक्नुहुन्छ, फुल भिडियो हेरिदिनु होला यसको लागि चाहिँ होइन। सो गाइज होइन, फुलको लागि क्यान्डल मात्र पनि लिएर हुन्न, अनि त्यसको लागि टक्क एउटा राम्रो खालको हाँगा पनि लिन पर्ने हुन्छ। हाँगा चाहिँ त्यहाँ रहेछ। अनि यतातिर देख्न सक्नुहुन्छ एकदम गाँजाबारी छ, इन्डियाको ठाउँमा पनि एकदम गाँजाबारी गाउँ जस्तो छ गाइज यतातिर चाहिँ। अनि म चाहिँ यो हाँगो चाहिँ टक्क हुन्छ कि नै भन्ने कुरा हो। टक्क यो देख्न सक्नुहुन्छ, यस्तो खालको हाँगा लिन पर्ने हुन्छ, यस्तो खालको हाँगा लिन पर्ने हुन्छ। उता पनि रहेछ, उता पनि म गएर हेर्छु। अनि टक्क यस्तो हाँगामा चाहिँ एकदम बवाल फुल बन्छ गाइज होइन। अनि टक्क म गएर चाहिँ यतातिर हेर्न पर्ने हुन्छ। हाँगो चाहिँ अलि राम्रो टक्क मिलेको हाँगो भयो भने फुल पनि एकदम बवाल बन्छ गाइज होइन। तर यतातिर चाहिँ यो हाँगो रहेछ, यो सुकेको। टक्क देख्न सक्नुहुन्छ यस्तो हाँगामा चाहिँ बवाल फुल चाहिँ बन्छ। अनि यतातिर चाहिँ यस्तो जङ्गल जस्तो छ, त्यही भएर टक्क हाँगासँग पनि बवाल पाइन्छ। अलि राम्रो ठाउँमा हुने भने त हाँगासँग पाइन मुस्किल हुन्छ। अब हामीले हाँगा पनि भाँच्यो गाइज होइन। अब गएर चाहिँ हामीले फुल बनाउँछौँ, कस्तो बन्छ। सो फुल भिडियो हेरिदिनु होला। अनि यतातिर चाहिँ देख्न सक्नुहुन्छ एकदम गाँजा चाहिँ टन्नै छ, यो टक्क लाएर होइन। 80 करोडको माल चाहिँ यहाँ यति धेरै फैलेको छ। सो फुल भिडियो हेरिदिनु होला। अनि तपाईँहरूलाई थाहा हुन्छ फुल चाहिँ कसरी बनाउने भनेर। सो गाइज होइन, अब चाहिँ हामीले प्रोसेस सुरु गर्छौँ। टक्क हाँगा पनि लिएर आयौँ। अनि अब यो क्यान्डल पनि भयो, टक्क देख्न सक्नुहुन्छ। टक्क अब हामीले चाहिँ सर लाएर बनाउँछौँ होइन। यसलाई चाहिँ कसरी बनाउँछ गाइज होइन, टक्क फुल भिडियो हेरेपछि तपाईँहरूले सबै थाहा पाउनुहुन्छ। अनि तपाईँहरूले घरमै बनाएर पनि रुममा सजाउन सक्नुहुनेछ। मैले चाहिँ हल्का सर्ट भिडियो बनाएको, टक्क त्यो चाहिँ सबैले मन पराइदिनु भयो। अनि त्यही भएर म चाहिँ आज फुल भिडियो बनाउँदैछु। सो सबैजनाले हेर्दै टक्क घरमै बनाएर रुम सजाउन सक्नुहुनेछ गाइज। सो गाइज होइन, हामी चाहिँ अब क्यान्डल फुल बनाउनु लागेको। टक्क म चाहिँ हाँगो पनि लिएर आएँ होइन। टक्क यहाँ हाँगा छन्। अनि यो क्यान्डल पनि पगालेर रेडी भइसक्यो। अनि फुल राख्नको लागि म चाहिँ व्हाइट सिमेन्टमा टक्क बत्तो काटेर घोलिदिएको छु। अनि देख्न सक्नुहुनेछ तपाईँहरूले, यता चाहिँ यसरी उगाल्नुपर्ने हुन्छ। अनि अब यसको लागि चाहिँ हामीले हल्का थोरै बरफ जमेको बरफ दिनु पर्ने हुन्छ। सो गाइस म चाहिँ फुल बनाउन लागेको छु। अनि यसको प्रोसेस चाहिँ यस्तो हुन्छ, बरफमा हात हाल्नुपर्ने हुन्छ।
यस्तै छोपेर सरपारामा यस्तो फुल हुन्छ गाइज हैन। यस्तै गरेर चाहिँ बनाउनु पर्ने हुन्छ। टक्क देख्न सक्नुहुन्छ फुल चाहिँ यस्तो बवाल भएको छ। तपाईहरुले पनि यस्तै गरेर बनाउन सक्नुहुन्छ गाइज घर। बवाल भएको छ गाइज। सो गाइस तपाईहरुले देख्न सक्नुहुन्छ फुल चाहिँ यस्तो बवाल भएको छ। अनि यस्तै गरेर यही प्रोसेसमा बनाउन सक्नुहुन्छ तपाईहरुले। फुल चाहिँ यो नबताइदिने फ्रिजमा त्यो चाहिने नहेर तल त्यो टमाटर राखेको चामल थियो रोटी बिहान मैले त्यता झिकेको फुल चाहिँ बनाएर रेडी भइसकेको छ। यसलाई चाहिँ यसमा राखिदिन पर्ने हुन्छ यस्तो पारामा टक्क लाएर हैन। यो व्हाइट सिमेन्ट हो। अनि यो फुल चाहिँ हाम्रो यस्तो बवाल बनेको छ गाइस देख्न सक्नुहुन्छ। तपाईहरुले पनि यस्तै गरेर बनाउन सक्नुहुन्छ। रङ्गी बिरङ्गी बनाउँदा फेरि अलि टाइम लाग्छ, त्यही भएर म चाहिँ एउटै कलरको बनाएको। सो यसै गरेर तपाईहरुले नि बनाउन सक्नुहुन्छ क्यान्डिल फुल गाइस हैन। अहिलेको टिकटकमा भाइरल फुल हो हैन। तपाईहरुले पनि टक्क यसै गरेर बनाउन सक्नुहुन्छ। कस्तो लाग्यो गाइस लाइक कमेन्ट गरिदिनु होला हैन। सो गाइस हामी दुईजनाले मिलेर यस्तो बवाल फुल बनाइयो हैन। टक्क देख्न सक्नुहुनेछ फुल चाहिँ। सो यसै गरेर तपाईहरुले पनि बनाउन सक्नुहुन्छ। फुल चाहिँ एकदम बवाल भएको छ देख्न सक्नुहुन्छ। तपाईहरुले टक्क रङ्गी बिरङ्गी पनि बनाउन सक्नुहुनेछ ठुलो आगो लिएर। अनि त्यही नै हो गाइस हैन। फुल चाहिँ बवाल भएको छ। सो यसै गरेर तपाईहरुले पनि बनाउन सक्नुहुन्छ। सो गाइस हैन आजको भिडियो मेरो यति नै। हजुरलाई के कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। साथमा यस्तो भिडियो हेर्नलाई गाइस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सो बाइ गाइस।